आजको उठाइ अलार्म होइन पूजाको घन्टीबाट भयो। अलराइट गाइज, वेलकम टु माई न्यू मिनी ब्लग। आज चाहिँ मलाई खबर आयो बिहान मन्दिर जान पर्छ पूजाहरू गर्नलाई भनेर। त्यसपछि म भएँ फ्रेस भइसकेपछि एकछिन हावा खानलाई आएँ म माथि छततिर, किनकि बर गर्मी छ क्या, त्यही भएर आएँ। सो अनि एक्सर्साइजहरू गरेँ, एकछिन पुसअप हाने। पुसअप त म डेली नै हान्छु। त्यसपछि खाएँ मैले दही, किनकि बिहानै खाली पेट दही खायो भने एकदम राम्रो अरे, ब्लडहरू सब राम्रो हुन्छ अरे भन्ने सुनेको थिएँ। त्यसपछि मन्दिर जाने भनेपछि त टिका लाउनु परिहाल्यो, टिका लगाइदिनु भयो। त्यसपछि लाग्यो हामी मन्दिरतिर सुरु अलिक परतिरदेखि सफारीमा जानुपर्छ, टाढै नै छ, के गर्नु जान परिहाल्यो। यो ठाउँमा चाहिँ म पहिले एक्सर्साइजहरू गर्थेँ। यो ठाउँको चाहिँ साह्रै याद आउँछ। त्यसपछि चढ्यो हामी सफारीमा करिब 5-10 मिनट लाग्थ्यो होला। त्यसपछि हामी पुग्यो त्यहाँ पूजा गर्ने ठाउँ अथवा माताहरूको ठाउँमा। त्यहाँ गरे दर्शन, अनि त्यसपछि भित्र गएर एक ठाउँमा बसेँ, किनकि अब हाम्रो यहाँ पूजा सुरु हुन्छ। यसो दर्शनहरू ढोके त्यहाँ पूजाहरू पनि गर्नुभयो। त्यसको चाहिँ भिडियो बनाउन पाइनँ, किनकि भिडियो बनाउन मिल्दो रहन्छ, त्यो चाहिँ लुकी बनाएको। त्यसपछि केही समयमा हाम्रो पूजा पनि सक्यो। त्यसपछि लाग्यो हामी रुमतिर। अब त्यहाँ काम सक्यो, रुमतिर लाग्यो। केही बेरमा हामी रुम पनि आइपुग्यो। त्यसपछि हाम्रो केही समयमा खाना खाने बेला भयो। खानाहरू नि खाइयो। खाना चाहिँ एकदम मिठो थियो। आजलाई यति नै, सपोर्ट गर्दै गर्नु होला। तबसम्मलाई बाई।